म यही अरमला गाविसको चाहिँ यो खहरे जुन चाहिँ अहिले यो भूक्षय भइरहेको छ, भुन परिरहेको छ, त्यही क्षेत्रको बासिन्दा पनि हुँ र हाम्रो यो एरियामा अहिले करिब जोखिममा चाहिँ परेका 60 कुरिया छन्। हामीले तथ्याङ्क पनि निकालिसकेका छौँ। 60 कुरिया जोखिममा छन् र यो भुन पर्ने क्रम कसरी सुरु भएको भन्नुहुन्छ भने यही कार्तिकको 6 गते 7 गतेबाट यो कालीखोलामा चाहिँ यो मैलो पानी निस्कन थाल्यो। त्यसपछि एकैचोटि मुसिरको 4 गते सबभन्दा माथि सबभन्दा पहिलो फर्स्टको भुन गयो। त्यसपछि 6 गते 7 गते 8 गते हुँदै कर्मैसित चाहिँ भुनहरू गएपछि अनि अब यहाँ एउटा समिति गठन गर्ने काम पनि चाहिँ गाविसले समिति गठन पनि गर्यो। गरेपछि त्यो समिति मार्फत चाहिँ जिल्ला विकास र अब जिल्ला प्रशासन कार्यालयमा चाहिँ गएर केही चाहिँ हारको गर्ने काम पनि गरियो र उहाँहरू आएर समिति मार्फत चाहिँ अलिकति केही 1.5-2 लाख रुपियाँ खर्च गरेर यो खन्ने यताउता गर्ने काम गर्नुभएको थियो। त्यसपछि चाहिँ केन्द्रमा सरकारले समिति गठन गर्यो भन्ने कुरा आएपछि काममा अलिकति शिथिलता आयो। केन्द्रमा समिति गठन भइसकेपछि केन्द्रबाट समितिहरू पनि आउनुभयो। उहाँहरू आएर चाहिँ यहाँ स्टाफ लिएर फिता लिएर नै डुल्नुभयो, नाप्नुभयो। 1-2 दिन नापेपछि उहाँहरूले अब प्रतिवेदन बनाउन लाउनुभएको छ, के गर्नुभएको छ। अहिले काम चाहिँ यहाँ स्थगित भएको छ। यो काम यसरी स्थगित नभइदियोस् र यहाँको जति 60 कुरियाहरू चाहिँ यदि जोखिममा परेका छन् यस्तो ठाउँमा सरकारी निकायबाट जसरी हुन्छ जतिसक्दो चाँडो पहल गरेर यहाँको यो बासिन्दाहरूले राति सुतेका पनि छैन र बिहान बेलुका यिनीहरूले ढुक्क खाएका पनि छैन। यस्तो अवस्थामा चाहिँ राखेर जनतालाई चाहिँ यस्तो तहस नहस बनाएर चाहिँ आक्रान्त चाहिँ नबनाइकन यसको निकास चाँडै दियो भने सबभन्दा यहाँको निकास भनेको यो पानी जमिन मुनि जुन गएको छ त्यो पानी निकास दिएर खोलामा लाने बित्तिकै यहाँको चाहिँ समाधान हुन्छ। यसको समाधान तुरुन्त होस् भन्ने हाम्रो आग्रह छ। हस्।